भक्तपुर दरबार क्षेत्र नेपालको सभ्यता, संस्कृति, कला, कलावस्तु र पुरातात्विक सम्पदाको जीवित सङ्ग्रहालय हो। काठमाडौँ उपत्यकाका 3 ऐतिहासिक दरबार क्षेत्रमध्ये यो क्षेत्र आफ्नो मौलिक नेवारी संस्कृति र उत्कृष्ट काष्ठकला, धातुकला, ढुङ्गा कला र धार्मिक सम्पदाको एक विशेष रूपमा परिचित छ। बागमती प्रदेशको भक्तपुर नगरको मध्य भागमा अवस्थित यो दरबार क्षेत्र सयौं वर्षदेखि नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक इतिहासको साक्षी बनेर उभिएको छ। यहाँ रहेको मन्दिर, दरबार, चौतारा, पोखरी, ढुङ्गे धारा, मूर्ति तथा खुल्ला चोकहरूले मध्यकालीन नेपालको समृद्ध जीवनशैलीको स्पष्ट चित्र प्रस्तुत गर्दछ। इतिहास अनुसार भक्तपुर दरबार क्षेत्र 14औं शताब्दीदेखि मल्ल राजाहरूको प्रमुख राजकीय केन्द्रका रूपमा विकसित भएको थियो। विशेष गरी राजा यक्षमल्लको शासनकालमा भक्तपुर शक्तिशाली र समृद्धि राज्यका रूपमा स्थापित भयो। पछि राज्य विभाजन भएपछि भक्तपुर स्वतन्त्र राज्यका रूपमा रह्यो र 18औं शताब्दीको अन्त्यसम्म मल्ल राजाहरूले यहाँ शासन गरे। सन् 1769 पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेपछि मल्ल शासनको अन्त्य भए पनि यहाँको सांस्कृतिक र स्थापित सम्पदाले आफ्नो मौलिक पहिचान जोगाइरह्यो। यस दरबार क्षेत्रको प्रमुख आकर्षण 55 झ्याले दरबार हो, जुन नेपालको उत्कृष्ट काष्ठकलाको अनुपम उदाहरण मानिन्छ। राजा भूपेन्द्र मल्लको समयमा निर्माण भएको यस दरबारमा झ्याल, ढोका र काठका खम्बामा सूक्ष्म तथा आकर्षण नक्कासी गरिएको छ। यसको प्रमुख मुख्यद्वार सुन ढोकामा सुनको जलप, धातुका सजावट र परम्परागत धार्मिक प्रतीकहरूको प्रयोग गरिएको छ। दरबार परिसरमा रहेको वत्सला देवी, सिद्धि लक्ष्मी, यक्षेश्वर महादेव तथा तलेजु मन्दिरहरूले भक्तपुरको धार्मिक महत्त्वलाई अझ गहिरो बनाएको छ। साँघुरा गल्ली, परम्परागत नेवारी घर, इनार, पोखरी र खुल्ला चोकहरूले मध्यमकालीन नगर योजनाको निरन्तरता आजसम्म कायम राखेका छन्। यस कारणले भक्तपुरलाई जीवित सम्पदा सहरका रूपमा चिनिन्छ। सन् 1934 र 2015 को विनाशकारी भूकम्पले यहाँका धेरै संरचनामा क्षति पुर्याए पनि नेपाल सरकार, पुरातत्व विभाग, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा पुनर्निर्माण तथा संरक्षण कार्य निरन्तर भइरहेको छ। परम्परागत इट्टा, काठ, चुना र सुरक्षी प्रयोग गरी मौलिकता जोगाउने प्रयास विशेष रूपमा गरिएको छ। युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र आज विश्वभरका पर्यटक, इतिहासकार र अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेको छ। यसको संरक्षण केवल सरकारी दायित्व मात्र नभई सम्पूर्ण नेपाली समाजको साझा जिम्मेवारी हो। भक्तपुर दरबार क्षेत्र हाम्रो ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र भावी पुस्ताका लागि सुरक्षित राख्नुपर्ने अमूल्य धरोहर हो।